रेशम चौधरीलाई पक्राउ गराउन फर्जी पत्र लेख्ने शाखा अधिकृत विष्ट दोषी ठहर। सर्वोच्च अदालतको नाममा फर्जी पत्र जारी गरी नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई पक्राउ गराउने कार्यमा संलग्न शाखा अधिकृत महिमान सिंह विष्टलाई जिल्ला अदालत काठमाडौँले दोषी ठहर गरेको छ। न्यायाधीश खिमानन्द भुसालको इजलासले लिखित सम्बन्धी कसुरमा विष्टलाई दोषी ठहर गरेको हो। गत वैशाख 17 गते सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको अन्तिम टुङ्गो नलाग्दै विष्टले अनधिकृत रूपमा चौधरीलाई कैद पठाउनु पर्ने बेहोराको पत्र प्रहरी र कारागारमा पठाएका थिए। सोही पत्रका आधारमा पार्टी एकीकरणको कार्यक्रममा रहेका रेशम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तर उक्त पत्र नै आधिकारिक नभएको र गैरकानुनी रहेको रहस्य खुलेपछि चौधरीलाई केही घण्टामै रिहा गरिएको थियो। अदालत प्रशासनलाई समेत गुमराहमा राखेर पदको दुरुपयोग गरेको पुष्टि भएपछि विष्टलाई तत्कालै पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको थियो। पछि उनी 1 लाख रुपैयाँ धरौटी बुझाएर अदालतको आदेश अनुसार रिहा भएका थिए। अदालतले विष्टलाई कसुरदार ठहर गरे पनि सजायको मात्रा भने तय गरिसकेको छैन। प्रचलित कानुन अनुसार 3 वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा दोषी सिद्ध भएपछि सजाय निर्धारणका लागि छुट्टै सुनुवाई गर्नुपर्ने प्रावधान छ। न्यायाधीश भुसालको इजलासले उनलाई दोषी ठहर गरी कैद तथा जरिवानाका लागि अर्को सुनुवाई गर्ने आदेश दिएको हो।